गोर्खाली मेरो भाइ सन्चै हो ठ्याक हट्टा चाहिँ सन्चै छु मेरो दाइ के छ यसो ठिक छ ड्राइभिङ गर्दै हो वेलकम गर्नु जी है ड्राइभिङ गर्दै हो तर दाइले त के हो चियावालीको माया धेरै पाए त आज त नाटक लप्पर के मेरो यस्तो साह्रो मकै बस्नु अनि हाइट पछाडिबाट त लप्पर सिधा रोकन त हाइट मकैबाट नि मकै पो त हौ त्यही पनि त्यो नाम लेख्दाखेरि त आमा आधार त मकै पर्ने मै त हो अनुहार हेर न त्यो आमा हाइट के हामी लप्परमा हुँदैन पार्न हुँदैन भनेको थिएन घरमा भयो के पार्थ्यौ र नाटक बुढी घरमा भएर के भएर बाहिर बाहिर हामीलाई छन् के रे बा उल्टो आउँछ दाइको ढाडमा ऊ पछाडिबाट कुचो आयो पछाडिबाट कुचो मलाई यतापट्टि भाग भोलि नचल्ने भने ढाडु आउला नि डाडु तिरुमतीले कुचोले हान्ने रे मलाई ऊ पछाडिबाट कुचो माया गरेपछि कुटाइ पनि खानु पर्यो नि त दाइ हो नि मायामा यस्तो हुन्छ नि यार भाइ यार के टेन्सन गरेर हामीलाई वाट बिग डिल यार उल्टो हुन्छ माया यतिको त हुन्छ नि यार वेलकम समझी गाइस फलो गर्नुहोस् प्लिज यो दाइले फेरि मलाई मारे किन तिम्रो मान्छे अब अर्कैसँग बिहा भयो भन्दैमा हामी के लभ नगर्ने लास्टमा गएर मलाई चाहिँ भान्डा फोड्छ काम नपाएर कहाँ हो अरू काम कोही पाएनौ कोही माइ अरे कोही के हो ए अँ भन्न होइन भर लास्टमा गएर त उल्टै त्यसकै पो नाम लिनु ए अँ यिनीलाई चाहिँ तिमी गरी खाँदैछौ भन्दा अर्कालाई हेप्छौ नि पर्खामा हाम्रो पनि हुन्छ ठिक छ भूपेन्द्रजीलाई रविनजी भूपेन्द्रजीलाई एकैछिन है दाइले कुन दिन मजाले खान्छ न डाँडमा हाच्ची नै चल्यो अब भात खाने मैले अहिलेसम्म जुस खाएको थिएँ नमस्ते हजुर भूकमजी नमस्कार नमस्कार रविनजी गोर्खालीजी सुभाषजी के छ गोर्खालीजी सन्चै हुनुहुन्छ तपाईको त्यो प्लेन अहिले ल्यान्डिङ भयो कि टेकअप गर्न लाग्यो ल्यान्डिङ गर्न चाहिँ आँटेको भूपेन्द्र ल्यान्डिङ मजाले गर्नुहोस् यहाँ दाइको माया प्रेमले गर्दाखेरि ड्राइभिङमा फोकस हुँदै अब लभजोडी फोकस भइरहेको छ फेरि लप्पर ला भाइ मेरो के गर्ने यार दाइ तिम्रो दिनदिनै पर्छ यार दाइ कतिवटा पार्छौ र दाइ खै यति साह्रो त पोखरा पानी पनि पर्दैन यार गाइस प्लिज फलो गर्नु सबले गाइस ओके 47 मेरा मित्र हामीसँग हुन्छ प्लिज गेस्टमा हुनुभएका सम्पूर्ण सपोर्टलाई फलो गर्नुहोस् है अहिलेसम्म उहाँहरूले हामीलाई सपोर्ट गर्नुभयो हामी गेम जित्यौँ उहाँहरू ठिक छैन तर अब चाहिँ हामीले सपोर्ट गर्न पालो सो सम्पूर्ण मेरा मित्र 48 गाइस गेस्टमा चाहिँ किन हुन्छ प्लिज प्लस आइकन दबाएर धमाधम फलो गर्नुहोस् ल गाइस फलो अनफलो गर्नुहोस् उहाँलाई है कसरी हुन्छ यो नम्बर चाहिँ पठाइदिनुहोस् है किन उहाँले गर्दाखेरि हामी ठाउँमा छौँ पक्कै पनि त सम्पूर्ण भेर्स धन्यवाद छ है पक्कै पनि भोलिको दिनमा एकदमै रमाइलो हुन्छ सो सम्पूर्ण मेरो हाम्रो सपोर्टलाई सबैले फलो गर्न चाहन्छ मेरा मित्र है खै भूपेन्द्र आज समाचार खै तपाईँको नमस्कार अमेरिकाको वाशिङटन सियाटल नजिकबाट रविन खड्काको टिकटक लाइभमा म भूपेन्द्र अधिकारीको हार्दिक स्वागत छ प्लस आइकन थिच्न सबैलाई फटाफट प्लस आइकन थिच्नको निम्ति रविनजीले आग्रह गरिरहँदा 4700 मध्ये साथीहरू 1000 जना साथीहरू सबैले प्लस आइकन थिच्नुभयो भने सबैको 2-2 को अङ्क बढ्ने भन्दै यतिखेर लाइभमा सबैजना साथीहरूले फलो दबाइरहनु भएको छ अङ्क कुदेको हेर्न निकै रमाइलो भइरहेको छ मजाले अङ्क बढेको बढै छ ओजी गोर्खाली पनि हुनुहुन्छ भने यता सुभाषजी हुनुहुन्छ यात्रीजी लक्ष्मणजी लगायत सबै साथीहरू हुनुहुन्छ भने गोलु भाइले पनि भूपेन्द्र आउने बित्तिकै माथि तान्नुहोस् भनेर गोलु भाइले भन्नुभएको प्रति भूपेन्द्रले पनि धन्यवाद ज्ञापन गरेका छन् रविन खड्काको टिकटक लाइभमा हामी यतिखेर फलो बढेको बढै छ अङ्क गएको गइ छ यो हेर्न निकै मजा भइरहेको छ र तपाईँले प्लस आइकन थिच्दै माथि भएका साथीहरूलाई सपोर्ट पनि गर्न सक्नुहुन्छ 196 201 अङ्क प्राप्त भएको छ भने 4500 भन्दा बढी मानिसहरू हामीलाई हेरेर बसिरहनु भएको छ 8.1 मिलियन अर्थात् 81 लाख डबल ट्यापिङ भइसकेको टिकटक लाइभमा यतिखेर 4500 भन्दा बढी मानिसहरूले प्रत्यक्ष रूपमा हामीलाई हेरिरहनु भएको छ रोबिन खड्काको टिकटक लाइभमा पछिल्लो समय केपी बासँग सम्बन्धित र निर्वाचनसँग सम्बन्धित उक्त गीत पनि फर यू पेजमा भाइरल भएको छ भने उता फेसबुकमा 6 लाख भन्दा बढी फलोअर्स भएको फेसबुक अकाउन्टबाट पनि रविन खड्काको उक्त गीत
पछिल्लो समय भाइरल बन्दै गएको छ। रबिन खड्कालाई आफूले पनि फेसबुकमा रिक्वेस्ट पठाएकोले यसो कसो समय मिलाएर भ्याएर त्यहाँ कता हेर्नको निम्ति पनि भूपेन्द्रले अनुरोध गरेका छन्। रबिन खड्काको टिकटक लाइभमा यतिखेर ओजी गोर्खाली, भूपेन्द्र अधिकारी लगायत धेरै साथीहरू उपस्थित भइरहनु भएको छ। अमेरिकाको वासिङटन स्याटल नजिकैबाट भूपेन्द्र अधिकारी आएर सधैँ समाचार भनिहाल्ने भए पनि आज चाहिँ चुपचाप बसिरहेपछि रबिन खड्काले खोइ त समाचार भूपेन्द्रजी भन्ने बित्तिकै भूपेन्द्रले समाचारको शैलीमा आफ्ना कुरा सुरु गरेका छन्। अब बाँकी प्रसङ्ग अरू साथीहरूबाट। गोर्खाली भाइको गाडीमा यति बेला हेलिकप्टर हो कि गाडी हो झुकिएको छन्? ए दाइ फेरि हेरे न आज त देखाइन्छ दाइले अति हेलिकप्टर भन्यो हेर दाइ, मलाई प्लेनै जस्तो लाग्न थालिसक्यो। यो सनरुफ हो होइन यार, यसरी आउँछ मलाई यहाँ प्लेनै कुदा जस्तो भइसक्यो दाइ। मलाई यहाँ प्लेन ड्राइभर बनाउँछु जसको चाहिँ यहाँ उल्टै पाइलट बना भाइ पाइलट। गर्मी छ क्या दाइ, त्यही भएर यो खोल्नु पर्छ क्या, सानो गर्मी अस्ति पनि हिउँ परेको फेरि गर्नुभयो। अहिले त फेरि दाइ के भएको वेदर कस्तो हो क्या, हिजो हुसे लागिरहेको थियो, आज टलक्क घाम लागिरहेको छ। रुन्चेला त अनि फेरि भोलि हिउँ छ हो दाइ, कस्तो अचम्म। एक दिन घाम अर्को दिन हिउँ दाइ, विचित्र छ। गाइस प्लिज फलो गर्नु। अनि खै त आज मिलन देख्नु मान्दै यार? मैले पनि देखेको छ नि मिलनलाई त, लाइभमा पनि देखेको छु। कता हुनुहुन्छ मिलन चाहिँ? अहिले ड्युटीमा गएको भाइ? म गएको छैन दाइ, आज छुट्टी छ, स्याटरडे सन्डे हो। ए लौ न मेरा मित्र प्लिज है, यति बेला हामीसँग 4500 मान्छे हुन्छ, प्लिज फलो गर्न चाहन्छु। भयो दाइको लाइभ आउनमा त्यही हो। अनि यसो हाम्रो गोर्खाली भाइको पनि यसो भिडियो हेर्न चेक गर्न चाहन्छु है। अनि गोर्खाली भाइले पनि एकदमै पब्जीको भिडियो बनाइरहनु भएको हुन्छ, रमाइलो भिडियो हुन त म पब्जीमा त्यति खास इन्ट्रेस्ट छैन, तर पनि यसो आफ्नो एउटा प्यासन पक्कै पनि एउटा आफ्नो कन्टेन्ट। भाउजू कस्तो हुनुहुन्छ? हजुर भाउजू को भाउजू नभन नि फेरि, असन्तिरको यो र दुवैतिरको भाइ, असन्तिरको घरतिर कहाँको भन्नु अचम्म, एउटा मात्र छैन नि भाइ। ए दाइ के कुरा गरेको होइन, घरवालीको अहिले ए घरवाली हो म त भाइ, म त मङ्गलबार त काठमाडौँ लाग्यो यार। मङ्गलबार चियावालीलाई भाउजू भन्नु भनेकोलाई दाइ भन्दैन दाइ। किन यार भन्दैन? दाइको मन खुसी हुन्छ भने यार। मेरो मन खुसी पारेर के गर्नु? चियावालीले खुसी बनाएको छ, घरिघरि चियावालीले बनाएको छ, हामी के चाहिन्छ? कोही गोर्खाली भाइले खुसी, कोही चाहिँ गिफ्टले फाल्ने, लास्टमा लप चाहिँ मेरो पर्ने है भाइ। नपरे पनि ठिकै छ। ल गाइस प्लिज सबैले हाम्रो सुभाषजीले पनि भन्नुभएको छ, यसो मेरो भिडियो पनि चेक गर्न। हाम्रो सुभाषजीको बारेमा भन्नुपर्दा उहाँले पनि एकदमै हाम्रो चियावाले चाहिँ हाम्रो एकदमै कन्टेन्ट बनाएर हाल्नु भएको हुन्छ। उहाँको भिडियो पनि एकदम धेरै फोरीमा कुदिरहेको हुन्छ है। सो सम्पूर्ण मिलाएर त प्लिज उहाँको भिडियो पनि हेर्न सक्न चाहन्छु है त। उहाँले पनि हामीलाई एकदमै धेरै सपोर्ट गर्नु भएको हुन्छ। म पनि आइडिया पोस्ट गरौँ भनेर। आज जस्तो ढिलो लाइभ कहिले बस्दैन भाइ यार, आज एकदम ढिलो भयो यार। हेर्न गेम खेल्ने बेलामा गेम खेल्दै 1 बज्थ्यो यार। अब दाइके के गर्नु त, माया प्रेमले गर्दाखेरि अलिक लामै पार्यो। अनि नाम लेख्दाखेरिको मख नजिकी भेटे कस्तो होला, मक्क भने जस्तै हो। नजिकी भेटे कस्तो होला, त्यही त भनेको। धन्न भेटेको छैन, भेटेको है के हुन्थ्यो होला, 10,000 तिर्नु पर्थ्यो। जे पर्छ रिक्स लिएर जान पर्छ असन्तिर यार। त्यही त 10 लाख तिरेर जाऊ है। डिक्कीमा 10 लाख पनि हालेर जानु है रोबिनजी। च्यावाली नाबालिग होइन यार। नाबालिगा नभए पनि अब अर्काको यो हुन्। ए अर्काको गर्दैन 10 लाख छैन यार भाइ यार। त्यही भएर लिएरै जाऊ भनेको 10 लाख। ए बल्ल बल्ल गाडीको ऋण तिरेर बिहा नगरौ। होइन त्यस्तो नराम्रो छैन, ड्यामेज। ए तिर्यो त गाडीको? कङ्ग्रेचुलेसन, खुसी लाग्यो सुनेर।
ठिक छ अनि बुस्टिङ ल कस्तो guys, सधैँ हजुर छोरो बुस्टिङ ठिकै छ अस्ति भाइ कस्तो गाह्रो भने अस्ति यार भाइ यार अस्ति एकचोटि भन्दै हुनु त बिमारी थियो भनेर अनि होइन बिमारी भन्दा पनि भाइ हेर्ने कस्तो नराम्रो तरिकाले झन्न घटना घटेको नि यार के भयो नि त अब हामी फ्यामिलीहरू घर वरिपरि थियौँ कि बच्चाले कति बेला त मिनरल वाटरको ढक्कन कचेर मुखमा हालेर घाँटीमा अड्काएको यार भाइ यार हैट एकैछिन तपाईँ सातो गएर पुरा रातो पिरो भयो सबैजना हामी आत्तेर यार त्यही धन्न भएर नानी निकालिदिनु एकछिन छोड्नु हुँदैन क्या दाइ त्यहाँदेखि त म त हिजो गएर भ्याकुम क्लिनर किने भाइ ठिक गर्यो भाउ भएर कर्तव्य निभाएछौ त भ्याकुम मात्रै होइन अब चियावालीतिर होटलवालीतिर होइन नानीतिर ध्यान गरेर बरु भन्दा छोरो स्वस्थ रहन्छ दिमाग खराब भाइ यार मिनरल वाटरको ढक्कन कति अड्काछ यार धन्न निली पठाएर नत्र गाह्रो हुन्थ्यो नि त्यो घाँटी धन्न भाइ म त सातो गरेको रातो न पिरो भएको थिएँ म त यार धन्न के भन्दा लो धन्न राम्रो भयो त्यहाँदेखि म त हिजो गएर भाइ भ्याकुम किनेर आएँ आजकल त खेल्नभन्दा पहिले पुरै सोर दिन्छु धुलो सोर लो अब खा भन्दै हो क्या यार लास्ट यार एउटा मात्र सन्तान त्यही मन झन् यार रात म त सिताङ्गै भयो यार Guys, please follow गर्नु लु न मेरो मित्र 3600 मान्छे हामीसँग हुनुहुन्छ है सबैले प्लिज गेस्टमा हुनुभएको सबैलाई फलो गर्नु चाहन्छु हजुर दाइको मलाई ठेगाना वाट्सएपमा उयो गरिदेऊ ल भएर लाइभ एन्ड गर्नुभन्दा अगाडि ठेगाना रे भाइ तपाईँको ठेगाना नि मलाई वाट्सएप गरिदिनु भनेको मैले नानीको लागि केही गर्दैन हुन्छ नि भाइ अनि फेसबुकमा मलाई फलो गरेर भाइ गरेको थिएँ कि दाइ तर म दाइलाई म भएर वाट्सएपमा स्क्रिनसट गरेर पठाउँछु कि मलाई एकछिन पठाउनु न म तिमीलाई फलो गर्छु है अनि म त्यहीँबाट कल हान्छु नि दाइलाई बरु अन्त भोलि बिहान तपाईँहरूको दिउँसो हुँदाखेरि म बिहान कल हान्छु नि हुन्छ दाइसँग केही काम थियो कि त्यही भएर हुन्छ नि त भाइ लगाए सबैलाई फलो गर्नु प्लिज है तर एउटा कुरा भन त दाइ भन न अहिलेसम्म मखसी किन छ भन त तिम्रो नहुन सक्ने हुनैवाला होइन त होइन के खान मख हुन्छ त हुने त होइन गोलुजीको सही रहेछ फेरि हँसाइ होइन के हुन पनि कहिले दुर्गामा भनेको छ कहिले टिना भनेको छ कहिले अना भनेको छ कहिले को भनेको छ ए बाबा कति सबैको सक्न पनि म त नेपालको प्रतिष्ठ हो यो दाइले पहिले मेरो बेदर्ता गर्दै लास्टमा गएर आफ्नै गर्न थाले अरे लास्टमा गएर घरकेले छोडेर हिँड्ने भन्ने पिरल भइसक्यो यो दाइले पहिले म आउँदाखेरि पहिले मेरो सुरुवात गरेँ गेममा अब अन्तिममा गएर पण्डित बनेर लास्टमा आफै सुरुवात हानिरहेको छु पहिले मिलनको धरी आउँथ्यो टिनासँग जोडिन्थ्यो अझ त छैन हो आउँदैन त हाम्रो नाम त टिना न सिना जे गर्ने घरकीलाई छोडिन्न यार घरकी भने घरकी केटा हो ल गाइस सबैले फलो पनि गरौँ अब रबिनजीकोमा रमाइलो कुराकानी रमाइलो समाचार होइन रेला ठट्टा यताउता हुँदै पनि कहिलेकाहीँ चाहिँ सिरियस अहिले करेन्ट एफेयर्स के अब घटना घटिरहेको यताउता निर्वाचन पनि छ यससँग सम्बन्धित एउटा चाहिँ नि खबरहरू म तपाईँलाई छोटो मिठो सुनाउँछु सबैले फलो पनि गर्दै जानु होला 3600 जति साथीहरू हुनुहुन्छ यसो गर्दाखेरि कहिलेकाहीँ रबिनजीकोमा रेला ठट्टा होइन सिरियस केही समाचारहरू पनि सुन्न पाइन्छ भन्ने तपाईँलाई त्यो छाप पर्नको निम्ति पनि एउटा समाचार है त निर्वाचनलाई बढीभन्दा बढी सहभागितामूलक बनाउने र बदर मत प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ आम नागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ आयोगले यही फागुन 3 गतेदेखि 17 गतेसम्म देशभरका 753वटै स्थानीय तहका 6743वटा वडामा एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेर उक्त शिक्षा भइरहेको जनाएको छ आम मतदाताको बस्ती तथा घर दैलोमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउनेमा कार्यमा खटिएका स्वयंसेवकबाट भइरहेको पनि आयोगले जनाएको छ मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यस अगाडि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण कार्यक्रम सम्पन्न भइरहेको समेत जनाएको छ
वाचन हुन 11 दिन बाँकी 6,753 वडामा मतदाता शिक्षा कार्यक्रम जारी भन्ने शीर्षकको खबर यतिखेर रोबिन खड्काको टिकटक लाइभमा अमेरिकाको वासिङटन स्याटल नजिकैबाट भूपेन्द्रले जानकारी गराएका छन्। यतिखेर ओजी गोर्खाली लगायत धेरैजना साथीहरू गेस्टमा रहिरहनु भएको छ र 3600 भन्दा बढी मानिसहरूले प्रत्यक्ष रूपमा सुनिरहनु भएको टिकटक लाइभमा फलो गर्नको निम्ति आग्रह गरिएको छ। नजिकैको प्लस आइकनलाई थित्तै फलो गर्न र तलबाट मेन्सन गेम कुदाउन पनि आग्रह गरिरहँदा यतिखेर एउटा खेल प्रसङ्ग पनि छ। जावला खेललाई हराउँदै आयोजक सहाराले जित्यो पोखरा गोल्ड कपको उपाधि भन्ने शीर्षकको यो पोखराको खबर प्रसङ्ग छ। जावला खेल युथ क्लबलाई हराउँदै आयोजक सहारा क्लबले पोखरा गोल्ड कपको उपाधि जितेको छ। पोखरा रङ्गशालामा हिजो भएको फाइनल खेलमा सहाराले जावला खेललाई 2-0 गोलले हराएको हो। सहाराका मुकुन्द कुमार न्युरे र डिलियन बडारुले गोल गरेका थिए। यो सँगै विजेता बनेको सहाराले 14 लाख र उपविजेता बनेको जावला खेलले 7 लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ। जावला खेल युथ क्लबलाई हराउँदै आयोजक सहारा क्लबले पोखरा गोल्ड कपको उपाधि जितेको खबर प्रसङ्ग आज रोबिन खड्काको टिकटक लाइभमा मैले यहाँहरूलाई सुनाएको छु। अब बाँकी प्रसङ्ग अरू साथीहरूबाट। हामीसँग त के प्रसङ्ग छ र खै प्रसङ्ग कन्टेन्ट हानेको चियावाली हो हाम्रो खाली मेरो भाइ होटल वाले नि छ त भने ए होटल वाले डर लाग्छ भो आजकल त अनितासँग पनि जोडेर बसेको 30 लाख लिएर जाऊ न त अनि त्यसको त बुढा मार्छ है लो न गाइस प्लिज होटल वालीको त बुढा छ नि मेरो भाइ त्यसरी साडीमा नाच्नु भन्दै गर कुन दिन तिमीलाई उडाइदिएला। ल गोलु सर हाम्रो गोर्खाली रविनजी कोही साथीहरू लिदिनु होला। म आज निक्लेँ पछि फेरि जोडिँदै गरौँ है त। थ्याङ्क यू सो मच। ए हुन्छ भूपेन्द्रजी। गोर्खालीजी हजुर 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 गोलुजीले हाम्रो लाइभ हेर्नुहुन्छ क्या मजाले? गोलु म उता झापाबाट हो। होइन नि यहाँ अमेरिका कुन स्टेटबाट हो? म यता हेरिसबर्गबाट हो। ए म टेक्सासबाट है। अर्को आइडी माधव लम्साल भन्ने आइडी तपाईँकोमा आइरहेको हुन्छ। मेरो त्यो अर्को आइडी कति 32-33 लेभल छ। खासै म त्यो आइडी आजकल चलाउँदिनँ। यो आइडीबाट हिँडिरहेको हुन्छु अनि त्यही भएर तपाईँले नचिन्नु मेरो नजिकै हो। खैरेन टार हो मेरो। ए यहाँ है शुक्ला गण्डकी खैरेन टार मिल्दा तनहुँ जिल्ला। हजुर त्यही त म त तनहुँको सिमाना हो नि त। थाहा छ मलाई त्यतातिर सबै। तपाईँले घर भन्दै गर्दा म तपाईँको घरमा त आँखा चिम्लेर आउन सक्छु। त्यति थाहा छ मलाई त्यतातिरको बारेमा। होइन डाँडो छैन आँखा चिम्नु खसेला यार। आँखा बन्द गर्छ नआउनु प्लिज यार। होइन तपाईँले जस्तो कालो चस्मा लाएर बस्दिनँ। म सेतो पावरवाला चस्मा लाएर आउँला नि। पावर चस्मालाई के हेर्ने हो त्यस्तो? अब खसेला नदेख्नुला भन्दै गर्दाखेरि चस्मा आँखा बन्द गर्न भुलेर पनि नआउनु यार। यहाँ त डाँडा काँडा छ। थाहा छ मलाई कहाँ के कस्तो छ भनेर। अनि म तपाईँको लाइभ त कन्टिन्युस हेरिरहेको हुन्छु जहिले पनि एभ्री डे। ए सबभन्दा बढी कुन चाहिँ केटीसँग लाइभ गेम खेलेको तपाईँलाई मनपर्छ भन्दा? तपाईँ जोसँग पनि रमाइलो गर्नुहुन्छ। अब कोसँग भन्ने सबैसँग रमाइलो गर्नुहुन्छ। प्रशंसा गर्दै न त्यही सुन्न खोजेको। टिकटकमा सबभन्दा बढी अब अलिकति केटीसँग कोसँग तपाईँलाई राम्रो लाग्छ? होइन यस्तो हो कि रोबिनजी, अब तपाईँ फनी गर्नुहुन्छ होइन, रमाइलो गर्नुहुन्छ, जस्ट कन्टेन्टको लागि मात्र हो भन्ने कुरा हामीले बुझिरहेका छौँ। त्यसरी नै बुझ्छौँ हामीले पनि होइन। अब जोसँग खेल्दा नै रमाइलो गर्नुहुन्छ, राम्रै लाग्छ। अब हामीलाई त रमाइलो लिने हो, खुसी हुने हो, त्यही नै हो। सबैसँग राम्रै छ। दाइले सुन्न खोजेको अर्को, ब्रदरले भनिदिन्छ नि अर्को। होइन अब चियावालीकै नाम जोडिदिँदा पनि अब गाह्रो पर्ला भनेर म त चियावालीसँग धेरै राम्रो भइरहेको कति खुसी हुन्छ। तपाईँले नाम जोडेर हामी यहाँ मनमा खुसी हुन्छ भने जोडिदिनुहोस्। त्यसरी चियावालीसँग कहिल्यै नछोड्नु ल, चियावालीसँगै खेलिरहनु। चियावाली लाइभ हेरेर मक्ख परेर बसिरह होला यार। चियावालीसँग त म मेरो ठुलो आइडीबाट कम्प्युटरबाट मङ्गलबार केटिम जान भेट्न पर्छ क्या, माका जे पर्छ पर्छ भाइ। पहिला ढाड सिधा गरेर सोझो गराएर अब भाउजूलाई खुर्पा रेडी गर्नु भन्नु, सुरुपाते खुकुरी रेडी गराएर श्रीमती नगा भए सिवर भेट्थेँ
के भयो त गएर यसो टिकटक बनाइदेऊ न त के भन्छ जान्नमा कहाँ श्रीमतीलाई को हटीले त को भेट्छ केटीसँग ला? के भयो त अनि एकतिर अर्को रह अर्कोतिर अर्को राखेर टिकटक बनाउनु त अनि नाटक नगर कहाँ भित्रबाट मनै हुँदैन नि त श्रीमतीले गर्दा रोजिया मुसी जस्तो पहिले हुनु भइन्छ त हो एक नम्बरले अहिले नाम लेख्दाखेरि जब मख परे थियो त्यस्तो मख हुँदै हुँदैन अब काम छैन यार श्रीमती लर कहाँ केटी भेटे दाइ फेरि रोबिनजी चियावली त राम्रो हजुर, त चियावली त राम्रो त भइगयो होइन तर होटल वाले चाहिँ लास्ट बबाल टर्क हान्दिने र छिट टर्क चाहिँ क्या लास्ट राम्रो चाहिँ मान्छे त्यसलाई होटलमा टोर पनि भन्दैन त्यसलाई स्वर्ग भनिन्छ टर्क चाहिँ क्या हान्दै क्या छिट बुढा कट्टा हान्छ 30 लाख तिर्ला हो केटाहरूले त्यो बुढा हाउसको त नाच है डर लाग्छ मलाई घरमा छोरो छ भाइ यार कहाँ हाब्रे जस्तै क्या हाब्रेले जस्तो क्या दामी टर्क चाहिँ हान्दिने क्या हाब्रे बुढो त हाम्रोले टोर गर्ला त्यो काम्रो ऊ होटलवालीको त नभने त्यसलाई स्वर्ग भनिन्छ टोर्क भनिन्छ त्यतिको त्यो ए मेरा बा त्यो चाकला मात्रै भाल्डाङ भुल्डुङ गरेपछि कहाँ एउटा त्यसलाई टोर्क भनिन्छ बुढो त हाब्रेले दामी गरिदिन्छ अब हाब्रे यो त भनेको बुढो त रोइनीले हानिदिन्छ हाब्रेले चाहिँ बबाल हान्छ टर्क बुढो त रोइनीले हानिदिन्छ त्यो भन्दा दामी कहाँ रोइनी यार उठेर मुर्ती पछाडिको नाम लेखेर यार कहाँ रोइनीले कहाँ उठेर म दिन्छ अनि यो दाइ फेरि देउसी रे के बोल्या भाइ के बोल्या भाइ हो त अनि बिचरा दारी खुर्केर आयो भन्छ अनि दारी पालेको नारी अरे सर्पिनी हो सर्पिनी मैले टोके पनि सुँगे पानी पनि भन्नु पर्दैन म दारी भएको नारी हो अरे रोइनले उठेर म दिन्छु कडा हो दाइले अचल रोहिणीलाई जोड्न छोडेको रहेछ है लास्ट विक जति अस्ति लास्ट विकमा देखेको थिएँ दाइलाई मैले एकचोटि जोडेको रोहिणीसँग क्या बोक्सी डान्स खतरा लाग्छ क्या उसको मेरो बा तर बोक्सी भन्ने गीत त उसलाई हेरेर बनाएर चाहिँ क्या यार मलाई त्यस्तै लाग्छ हौ क्या डाइरेक्टरले उसलाई लिनु पर्थ्यो क्या नाच्नको लागि उसलाई लिनु पर्थ्यो क्या मेरा बा फेरि नाचेको उसले नाचेर कपडा फुट्दै थाहा हुन्न यार तेरा कति बेला कपडा फुट्नु थाहा हुँदैन कसलाई रोइन त कडा हो कट्टु फुत्किन थाहा हुनु होला त गाह्रो छ टिकटकमा तर उतै जागिर गर्दो रहेछ क्या त्यो खाँचा लाग्ने एक्टिभ हुन्न पुरा दारी पालेर अनि म दारी भएको नारी भन्छ यार सर्पिनी हो सर्पिनी मेरो सुँगाइ न ठुङ्गाइ भन्छ के अरे तपाईँलाई त्यस्तै मनपर्छ फेरि कहाँ त्यस्तो मन परेन चावल हेर्थेँ मैले दाइलाई त्यसको मन पर्थ्यो नि थाइल्यान्ड कहिले पुगिसक्यो थाहै हुँदैन तर थाइल्यान्डमा त पुरा केटाहरू च्याप्पा समुद्र केटीले त लान्छ रे त्यही हो दाइ हो र हो हो गयो जस्तो गर्ने यार त्यही हो दाइ किन गयो जस्तो गर्छ? ट्याक्स कहाँबाट आएको ट्याक्स कहाँबाट आएको म टेक्सासबाट हो ट्याक्स कुनमा म चाहिँ ट्याक्स फर्दाबाट म फेरि फोटोमा म बसेको पहिला फोटो मेरो घरै छ अझै मैले बेचे खाएँ त्यहाँ घर ए हो त ओके ओके एस्लेट ए हास्टेटमा हो हजुर अहिले त म फिरिसको छु ठिकै छ आउनु न मेरो रेस्टुरेन्ट छ आउनु पर्ला अब प्रायः हामी चाहिँ अर्बिन जान्छौँ क्या अर्बिनतिर जान्छौँ भने फिरिसको बेस क्याम्प भन्ने रेस्टुरेन्ट छ मेरो फिरिसको बेस क्याम्प ओके छ त कुनै दिन भेटौँला गोलम दाइको त के हो आउनुला के अरे भाइ दाइको त रेस्टुरेन्ट पो छ टेक्सासमा हाइट म याम क्या यार खाना चियावाली बोकेर फिरिसको बेस क्याम्प भन्ने रेस्टुरेन्ट छ मेरो यसो फुर्सद समय मिल्यो भने टेक्सास आउँदा छिर्नु न ए भइहाल्छ नि दाइ चियावाली बोकेर आम क्या आउँथ्यो अमेरिकातिर भइहाल्छ 20 लाख पनि तिर्नु पर्दैन जिन्दगीभर केही तिर्नु ए पर्दैन हुन्छ नि आइज
आऊ न Hi. I'm good. कुन चाहिँ सिटी आउन चाहन्छ दाइ भनिहाल त हामी कुन चाहिँ असन स्टेट असन चिडियाखाना जाऊ बुढो भन्दा काठमाडौँको असनमा एउटा काम गर चियावाली र होटलवाली लिएर चिडियाखाना जाऊ बुढो तिमी त्यही गरेर बस तिमीलाई त्यही गरेर त्यहाँ गएर चिम्पानी देखाम मैले तिमीलाई अनि के गर्छौ त अनि ल गोराली भाइ हुन्छ मेरो दाइ साढे सुत्नु एक आउनु बजे सुत्नु पर्छ यार ल दाइ त्यसै गरौँ न त ल हाम्रो यसो है गेस्टमा गेम 1:30 आज एकदम ढिलो गेम खेला आज छुटौँ है त अब सुत्नु पर्छ है दाइलाई न आज ढिलो भयो ल थ्याङ्क यू होटल धन्यवाद सुभाष जी ल एमएसजी थ्याङ्क गुरु भाइ छुटौँ है हस् हस् ल रुबेन दाइ थ्याङ्क यू ल धन्यवाद छ मेरा मित्र थ्याङ्क यू भन्न चाहन्छु मेरा साथीहरू है ल हामी